के को मारियो होला मेरो मारियो त खाइस भने तेरो पेट दुख्न सन्चो हुन्छ तेरो मुख भइरहेका बिबिराहरू सन्चो हुन्छन् भन्न त सक्यो यहाँ पखेर यहाँ खाना आइज हेलो गाइज वेलकम छ मेरो फर्स्ट भ्लगमा आइयो हजुरहरू सबैजना सन्चै आरामै हुनुहुन्छ म पनि एकदमै सन्चै आरामै गुड मर्निङ सबैजनालाई चाहिँ फर्स्टमा अनि आज चाहिँ मेरो 12 बजीको पहिलो दिन गाउँमा म भर्खरै उठेर मुख हात धोएर पोछा लगाएर चल्ला हेर्न आएको छु हाम्रो घर कुखुराको पोल्ट्री फार्म छ साना खान्छ अहिले मलाई चाहिँ बराल्नु छ कति काम गर्न साझ गाउँमा बसेपछि यस्तो त चाहिँ मेरो घर हो अब यस्तो फोन छोपेर बस्यो भने काम गर्न सक्दैन छु मैले चाहिँ यसो बरालेर सब पानी हालेर यो बाँध्ने भने चाहिँ कम्मर दुख्दिन के बरालेर यहाँ फुलमा पानी हाल्नु छ सुकेर कस्तो भयो पुरै यता नि सुक्यो यता गएर अलि सुक्यो होइन तिनीले अलि सुक्ने हेर्न सक्छ त त्यस्तो हाम्रो घर अहिले मसुर कति धेरै भएछ मसुरे मसुर मैले तिमीलाई मन पराएको अवस्था हो भनेर अब म चाहिँ दुलियन जानलाई छु यसरी बोकेर पहिला बिहान दिशा पिसाब गर्न जान्थ्यो अरे कि समझ रहे हो नहीं म चाहिँ खाना पकाएर कुखुरालाई चाहिँ पानी दिनला पानी थाप्दैछु म अहिलेसम्म गोल थिएँ क्या अरू काली भएर हिजो त केरा काट्दा कति बाल्दा थियो आज त यहाँ आएर बसेर खानु के टोक्यो नि के होला अब चाहिँ हामीले पानी दिनुपर्छ दाना पानी दिएर चाहिँ अब सिद्धियो अब चाहिँ बाख्रालाई हेर्न जानुपर्छ बाख्रालाई खानिदिने हो के मजाले देखिन्छ नि कस्तो यस्तरी हेरेर कस्तो राम्रो देखिन्छ वाउ अब बाख्रा सिन्जाम बाख्राको लागि खाना चाहिँ काट्दैछु यो साँडो तिनीहरूको कति कराउँछन् हो कति कराउँछ कति लाग्यो एक तेरा एक मेरा दो तेरा तीन मेरा एक तेरा एक मेरा दो तेरा दो मेरा तीन तेरा तीन मेरा चिप्लाग कस्तो मेमे हो र कोरोना जन्मेकाहरू कराइराखौ तो सुधर जाओ सुन लो मेरी बात ठीक है थोड़े मैनर सीख लो एथिकेट सीख लो तमीज सीख लो कति कराउँछन् सबैले खाना पाएँ मैले मात्र पाएन बस रुलाएगा क्या यहाँ छिन् मे ओइ हेलो गर्दै हेलो बनाऊ कैसा लगा मेरा मजाक कि एउटा यसो बाहिर जान हुन्न यति दुःख दिन्छ नि यो छोडेर के बाहिर गथे त पोखेर हरिको थिए भगवान् यो फेरि खैन पेपे गरे पेपे यहाँ पखेर यहाँ खाना आइज रिस मात्र उठाउने पकाउँदा कति गरम हुन्छ पकाउनु जा त गर्मीमा
कुखुरालाई बाख्रालाई खाना दिएपछि मैले पनि खाना खाएर यसो बसेर म फेरि काम गर्न लाग्यो। कस्तो काम लाग्यो अब गहुँ सुकाउनु, जौँ हो कि गहुँ, खोइ जौँ हो क्या मलाई थाहा पनि छैन के हो। सुकाउँदैछु। यस्तो यो क्यामेरा सबैतिर मान्छे नभएपछि यस्तो हुन्छ कि यहाँ मुडोमा अड्काउने। कस्तो टेन्सन भयो, यस्तो टेन्सन हुँदा पनि बियो सुँदिन त के भएको? गाह्रो छ हौ, गाह्रो छ, गाह्रो मिलाएर अड्काउनु पर्यो। ल मैं देखी एकतिरको सुकाएर भ्याएर फेरि अर्कोतिर हामी जाँदैछौँ। म कति काली भए मैले जाँदा कति गोरी थिएँ, अब म यहाँ बस्दा काली हुन्छु। यति काली छु र हमला के छैन। अब त्यहाँको सुकाउन हामीलाई त्यहाँको सुकाउनु, अब त्यहाँको बुझ्नुभयो। अब क्यामेराम्यान त थाहा नै छ, अझै फुलको कमला ला 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 देखे 1 घन्टा लाएर मैले पुरै जौँ सुकाएँ। तर लास्टमा पानी आयो। ओ भगवान्, मैले यति यहाँ ल्याउनको लागि एकचोटि सास फेरेन होला कि मैले यसो सबै काम भएर भाँडा माझेर चुलो लिपेर सबै काम भएर बसेको थिएँ। यसो टच्च पानी आइदियो। अब कपडा धुने भनेर झन् सोचेको थिएँ, अब कपडा धुन्छु मैले गर्छु डर पानी आउनुपर्ने। यस्तो छ अहिले छ्या फोहोर भएर मैले त बेसमा त सास नै फेरेन होला है। यस्तो भयो नि, यस्तो भयो नि आउन। अब लुगा धुन्छु मैले। पानी अहिले बिदा भयो। यस्तो त मुख देखाउन किन आयो होला। यस्तो पानी आयो अनि गयो पानी। अनि अब चाहिँ मैले मेरो मुखमा चाहिँ त्यो मोइस्चराइजर नलगाउन चाहिँ बिबिरा हुन्छन्, किनभने मैले ल्याएन मोइस्चराइजर। सो मैले चाहिँ त्यसको सट्टामा घिउकुमारी लाउँछु। काट्नु पर्यो यति। वाउ गाइस वाउ, यसले चाहिँ धेरै काम गर्छ। धेरै मुखको या खानेहरू पनि कुनै केलाई ठिक गर्छ। मिन्सुदा पनि कस्तो खानेहरू ठिक गर्छ हुन्छ नि। यो उसले चाहिँ हेर्ने एआईले जस्तो, एआईले भन्छ नि कस्तै, ओए सुन म घिउकुमारी हो, मलाई महिनामारी हुँदा खाइस् भने तेरो पेट दुख्न सन्चो हुन्छ, तेरो मुखभरि आएका बिबिराहरू सन्चो हुन्छन्। मैले किन भन्नु हजुर। चाहिँ के गर्छ भने दाँत ठिक गर्छ। मैले चाहिँ सबै काम भ्याएर बाहिर बाँझोबारी खनेर नुहाएर बाख्रा थुनेर कुखुरा थुनेर भ्याएर नुहाएँ मैले। अहिले म खाना पकाउने हो, तर मैले यो खान्छु। आजलाई चाहिँ यति नै। मेरो दिन चाहिँ सक्यो आजको काम सक्यो। मान्छे नमर्दासम्म काम पनि सकिन्न, राइट हो। अनि आज चाहिँ यति नै। आजको भ्लग चाहिँ त्यस्तै छ, फर्स्ट हो नि त, अनि त्यही भएर त्यस्तो थाहा छैन राम्रोसँग कसरी गराउँछन् भने। जस्ट नर्मल छ, आज केही कन्टेन्ट नै होइन, म नै कन्टेन्ट हो भनौँ। अनि फेरि अनि माया गर्नुहोला, सपोर्ट गर्नुहोला, सब्सक्राइब गरिदिनु होला। त्यही हो, बाय बाय गाइस। और अगर तुम लोग नए हो तो सब्सक्राइब करो, वो जो लाल वाला बटन है उस पर फूट फेंक के मारो या फिर मोमबत्ती।